मलाई एउटा कुरा के अचम्म लाग्छ भने हामी सबै नेपाली जनताहरूले काम गर्ने नेता खोज्छौं, तर हामी साँच्चै कस्तो दिन्छौँ थाहा छ? अलिकति मिठो बोल्ने, मिठो भाषण दिने, अलिकति मेनिपुलेट गर्न सक्ने, फेमस, पपुलर, त्यसको पछाडि कुद्छौं के। अनि काम गर्ने नेतालाई चाहिँ जहिले पनि हामी कमजोर अनि हेला गर्छौं। ढुङ्गे भन्छौं, पाखे भन्छौं, फोरी भन्छौं, ढुङ्गा बोकेर देश भन्छौं, बेल्चा बोकेर देश बन्दैन भन्छौं। अरे यार, प्रविधि आयो भन्ने बित्तिकै ग्राउन्ड लेभलमा कामै हुँदैन भने त्यो प्रविधिको कुनै अर्थ छ? छैन। अहिले एआई को जमाना आयो। अब एआई को जमाना आयो भन्ने बित्तिकै एआई ले गएर खेतमा धान फलाइदिन्छ, मकै फलाइदिन्छ, आलु फलाइदिन्छ, कोदो फलाइदिन्छ, फलाइदिँदैन नि त। र एउटा वास्तविकता के हो भने कुनै पनि राष्ट्रले यदि आफ्नो कृषि उत्पादनलाई बढाउँदैन, यदि कृषक र श्रमिकलाई प्रोत्साहन गर्दैन भने त्यो राष्ट्रले पनि समृद्धितर्फ जानै सक्दैन। त्यो देश जहिले पनि गरिबको गरिब हो। यदि विश्वास लाग्दैन भने जापान कोरियाको विकास क्रम कसरी हो भन्ने कुरालाई एकचोटि इतिहास पढ्नुस् अनि तपाईलाई थाहा हुन्छ। त्यसैले यदि हामीले हाम्रो राष्ट्रलाई समृद्ध बनाउनु छ, नेपालमै रोजगार सिर्जना गर्नु छ भने हामीले कृषि उत्पादनलाई बढाउन जरुरी छ। कृषक र श्रमिकलाई हामीले प्रोत्साहन दिन जरुरी छ। अनि जसले कृषकलाई प्रोत्साहन गर्यो, जसले श्रम गर्नुपर्छ भनेर अगाडि आयो, त्यो व्यक्तिलाई चाहिँ हामी ढुङ्गे भन्छौं, पाखे भन्छौं र विरोध गर्छौं भने पछाडि मलाई एउटा कुरा के क्लियर भयो भने वास्तवमा नेता खराब होइन रहेछन्, हामी नेपाली जनतै खराब रहेछ।